गुड मर्निङ सबैजनालाई। आज हामी डे सेकेन्डमा छौँ। आजको डे सेकेन्डमा पनि यात्रा कालिका नगरबाट हिल पार्कसम्मकै रहेको छ। म बिहान करिब 4:45 बजे घरबाट प्रस्थान गरिरहेको थिएँ र यो दृश्य हो कालिका नगरको। यस पछाडि यहाँसम्मको यात्रामा म एक्लै थिएँ। भूपेन पाण्डे मलाई वेट गरेर बसिराख्नु भएको थियो। उहाँसँग भेट भयो यो टाइममा र हामी माधव पराजुलीलाई करिब 5 मिनट कुर्यौँ र माधव पराजुलीको आगमनपछि हामी सँगसँगै यो यात्रामा लम्क्यौँ। हिजो सुदीपजी जस्तै आज माधवजी पनि हाम्रो हिँडाइमा अलिअलि पछि हुनुहुन्थ्यो, तर उहाँ चाहिँ त्यति चाहिँ थाक्नु भएको थिएन यो समयसम्म। हामी यो यतिखेर मिलनचोक हाइवेमा पुगिसकेका छौँ। बिहानीको दृश्य हो, 5:10 मिनट जाँदाको दृश्य थियो यो। र हामी यहाँबाट यी माधवजी पछाडि हुनुहुन्छ। हामी करिब भाटभटेनीको नजिकै पुगेका छौँ र भाटभटेनीबाट अगाडि हामी हिल पार्क प्रवेश गर्नेतर्फ मन्दिरको अगाडि बिहानीको चहल पहल यहाँहरूले देख्न सक्नुहुन्छ। कतिपय मानिसहरू यसरी बिहानी वाकमा मर्निङ वाकमा हिँड्दै हुनुहुन्थ्यो र हामी ठ्याक्कै हिल पार्क गेट अगाडि पुगेका छौँ र गेट अगाडि सदा चाहिँ यसरी नै तरकारी बिक्री वितरणका लागि, फ्रेस तरकारी बिक्री वितरणका लागि बसिसक्नु भएको थियो। 5:15 दृश्य हो यो र हामी यसरी यहाँबाट गेटबाट अब प्रवेश गर्दैछौँ हिल पार्कतर्फ। भूपेनजी प्रवेश गर्नुभयो र यो गेट पछि प्रवेश गरिसकेपछिको दृश्य हो। यसरी बुवा आमा विभिन्न उमेर समूहका सबैजना र यो गेटबाट प्रवेश गरिसकेपछि हिल पार्कको जुन डान्स गर्ने स्थल छ, त्यहाँ बिहानी नाचगान गर्ने स्थल, त्यो पुग्ने ठाउँतर्फ जाने यो उकालो हो र त्योभन्दा तलको समतल भाग र यो वरिपरिको दृश्यहरू यहाँहरूले हेर्न सक्नुहुन्छ। हिल पार्कको कति चहल पहल छ र हामी जब डान्स गर्ने स्थलतर्फ पुग्दै गर्दाखेरि यसरी कोही फर्किँदै हुनुहुन्थ्यो भने कोही यसरी व्यायामको लागि बिहानी नृत्यमा जम्दै हुनुहुन्थ्यो। नेत्रदायी पनि भेट्नु भएको थियो बाटोमा र यहाँहरूले देख्न सक्नुहुन्छ। धेरैजना हुनुहुन्छ यहाँनिर। यसरी यहाँ गीत बजिरहेको छ, यो गीतमा नाच्दै हुनुहुन्छ यो स्वास्थ्यको लागि। यो करिब 5:25 दृश्य जस्तो लाग्छ मलाई। 5:20देखि 25 समयमा हो। यति धेरैजना हुनुहुन्छ। यी माधवजी पछि आउँदै हुनुहुन्छ, माधव पराजुली केही पछाडि हुनुहुन्थ्यो हिँडाइमा। र हिजो हामी टप डेस्टिनेसनमा पुग्ने भनेर हिँडेका थियौँ। सुदीपजी बिचमै थाक्नुभयो र भूपेन पाण्डेज्यूले पनि आज चाहिँ टपमा नपुगौँ भनेर हामी टपमा नपुगी फर्किएका थियौँ मिड पोइन्टबाट र आज चाहिँ माथि नै जाने भन्ने हाम्रो प्लानिङ थियो। र यहाँको एकैछिन यो नृत्यको जुन बिहानी डान्सको अवलोकन सँगसँगै हामी अब अगाडि टपतर्फ प्रस्थानको लागि जाने तयारीमा छौँ र हामी अगाडि बढिसकेका छौँ। यहाँबाट देख्न सक्नुहुन्छ यो बिहानीको समयमा यति धेरैजना बुटोल आसपासका मानिसहरू करिब यो 5-5:30 बजेको समयमा व्यायामका लागि यसरी हिल पार्क पुग्ने परम्परा रहिआएको छ र आज हामी दोस्रो दिनमा छौँ र हामी अब टपतर्फ प्रवेश गर्दैछौँ। सिँढीहरू चढेर जानुपर्ने हुन्छ। सिँढीको करिब नजिक जानका लागि हामी सोतर्फ प्रस्थान गर्दैछौँ र हामी सिँढीमा प्रवेश गरिसकेका छौँ हिल पार्कको टपमा पुग्नका लागि। यहाँनिर स्टार्टिङमा एउटा पिपलको बोर्डसँगै मन्दिर पनि रहेको छ। यसरी हामी निस्किँदै गर्दाखेरि कतिपय फर्किने क्रममा पनि हुनुहुन्थ्यो भने कतिपय हामीसँगै निस्किँदै हुनुहुन्थ्यो र यहाँनिर पुगिसकेपछि माधवजीले चाहिँ म यहीँ नै बस्छु, तपाईँहरू पुगेर फर्किनुहोस् भनेर उहाँ चाहिँ विश्राम लिनुभयो यहीँ नजिकैबाट र हामी अगाडि बढ्यौँ। र यसरी अगाडि बढ्दै गर्दा सिँढी नजिकै गणेशको आकृति दिएर यसरी मूर्ति कोरिएको छ, निकै सुन्दर गणेश भगवानको। र हामी यो यात्रामा पुग्दै गर्दाखेरि रोड ट्र्याक क्लब अफ बुटोल डाउनटाउनले निर्माण गरेको यो रोड ट्र्याक पार्क जुन रोड ट्र्याक क्लब अफ बुटोल डाउनटाउन जुन म क्लबमा आबद्ध छु त्यहाँनिर हामी पुग्यौँ। र भूपेनजीले योभन्दा कि तलतिरबाट आज विश्राम लिगौँ भन्नुभएको थियो। मैले आज यहाँसम्म पुगौँ भनेर त्यहाँ पुगिसकेपछि आजलाई हामी फर्क्यौँ। यो फर्किँदै गर्दाको दृश्य हो। यहाँबाट देख्न सक्नुहुन्छ बुटोलको दृश्य त्यसरी देखिएको थियो र हामी फर्किँदै गर्दा विभिन्न एकदमै युवाहरू पनि कम उमेर समूहका युवा भाइहरू पनि यसरी माथि चढ्दै हुनुहुन्थ्यो भने सँगसँगै विभिन्न उमेर समूहका र हामी फर्केर फेरि
डान्स गर्ने पोइन्टमा आइपुगेका छौँ र हामी फर्किँदा झन् बाक्लो भिडभाड थियो। धेरैजना नृत्यमा रमाइराख्नु भएको थियो, डान्स गर्दै हुनुहुन्थ्यो, यसरी रमाइराख्नु भएको थियो बिहानी समयमा। र अब हामी यहाँबाट फर्क्यौँ यही समयमा, यसरी हामी फर्किँदैछौँ, उहाँहरू फर्किनु भयो र हामी